साथीहरु सबैजनालाई नमस्कार। मेरो युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। अनि हजुरहरूले देखिसक्नु भयो होला मेरो पछाडीतिर आजको चाहिँ मल फाल्दैछौँ हामीले। अनि अया कुरो ठेस लाग्यो त्यस्तै उता खाएँ। अनि मल फाल्ने ठाउँ चाहिँ यो बारी चाहिँ यता हाम्रो। अनि मल भएको ठाउँ चाहिँ यहाँ हो। अनि गोरु चाहिँ यता हो। यो चाहिँ हाम्रो गोठ हो। मल यति धेरै छ फाल्नु पर्ने। हामी चाहिँ देउराली जेठाले मल फाल्दैछौँ। दिदीले र बहिनीले यो मल हो। यति धेरै मल कतिखेर फाल्ने होला, गाह्रो छ। आज दिनभरि हामीले चाहिँ मल फाल्ने काम गर्छौँ। साथीहरु हामीले चाहिँ मल यसरी खन्नुपर्छ। गाह्रो छ मल फाल्न। अब बर्खा लागिसक्यो, काम धन्दा दम चलिरहेको छ। डोगो के नअटिने मलाई सताउने हो तैँले एक्लै देखेर अहिले। ल भरेर आउनु है तपाईँ। अब आउने हाम्रो चाहिँ यहीँ नजिकै छ, धेरै टाढो छैन। मकैबारी मल फाल्ने ठाउँ, त्यही भएर हामी आफूले भन्ने हो छिटो हुन्छ भनेर। अब सँगै जानु लाग्यो भने सँगै भन्नु पर्यो, सँगै जानु पर्यो होइन, एउटा बस्नुपर्छ। त्यही भएर हामी फटाफट काम गर्छौँ। हाम्रो यहाँ चाहिँ अर्को बारीमा चाहिँ फालिसक्यो। यो बारीमा फाल्दैछौँ हामीले मल। हेर मकै छरेर मकै पनि यत्रो भइसक्यो। कहाँनिर फालौँ कहाँनिर फालौँ, यहाँ छ यहाँनिर फाल्नु पर्यो। ढुको चाहिँ यसरी मल फाल्ने चाहिँ यो बारी र अनि यसमा दुईवटा मात्र, धेरै छैन मल फाल्न। मल चाहिँ धेरै छ। त्यहाँ परबाट त्यो घरबाट यहाँ होइन यस्तै हो। अब बर्खा लागिसक्यो, गाउँमा रोपाइ गर्नु पर्यो, मल फाल्नु पर्यो, अनि मकै गोड्नु पर्यो। अझै मकै गोड्नु छ मल फालेर। सबै मल फाल्न यति धेरै छ क्या, यति धेरै। कतिवटा फाल्न पर्ने अझै। यो पुरै मल फाल्ने क्या आज भ्याइन्न कि चाहिँ यहाँसम्म थियो क्या, यहाँबाट त्यहाँसम्म फालेर भ्यायौँ। त्यताको फाल्यौँ। अब यति धेरै छ, यति धेरै। म पसिना आइसके। पानी कहाँ गयो? पानी खानु पर्यो। हजुर के भयो? वाह छोरी चाहिँ म भन्दैछु। के भयो? त्यहाँ बस्ने घरमा राम्रोसँग, त्यहीँ बस्ने। गर्ने होइन, रुने होइन। मल बोक्न आयो, मलाई धक्का देऊ ल। किनभने रुन्ची रुन्ची। ल मलाई धक्का ल, ल डोके धक्का ल। दिदी धक्का ल, यहाँ धक्का ल क्या। म उठ्छु छिटो मल फाल्छु। उठ यहाँ धक्का ल, यस्तो धक्का ल त। धक्का ल धक्का ल धक्का ल। आया 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 के किरो धक्का ल छिटो, ढिलो भइगयो। हजुर हजुर मल चिसो छ कि अहिले तल। मल आज चुचीको सबै चिसो छ। पहिले बोकिन्थ्यो। ल बस पानीले भिजेर मल चिसो छ, गरम छ, गाह्रो छ। तपाईँहरू हेर्दै गर्नु, हामी मल बोकेर गएको। बाई बाई।
बोल्दैनौ बोल्ने होइन हाम्रो मल फाल्न आउँछ त्यो आइरहेछ मल फाल्दैन आएको के गर्न आएको मल फाल्न आइदिएको हेर्न मात्र किन आएको मल नबोक्दैन हेर्न आएपछि त मल फाल्नु पर्छ हाम्रो फाल भने तेरो फाल्न जाउँला क्या है हाम्रो फालामा आइजाउ त आइजा सानो गरममा त बिचबिचमा त हाल्नु होला बच्यो भने बरु पछि थपाउँला नि पुग्दैन होला पहिला पातलो पातलो हाल्ने हो त्यही त भने पछि बच्यो भने बरु बिचबिचमा बच्यो हाल्ने भने बरु पछि थपाउँला के नि त्यही गर्ने मैले त्यही भनेको नत्र पनि पुग्दैन होला मल खासै रहन्छ नि मल यो साल यस्तो ऊ रहेछ क्या पातलो पातलो रहेछ खस्टो खस्टो मल फेरि हाम्रो पहिल्यैबाट मलाई हालेको अलि हुन्छ त बारीतिर यताउता हजुर कस्तो चाहिँ चगन किरो गरेर त्यहाँनिर किरो छ क्या टोकामा खा किरा खा 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 टोक नानीलाई टोक आउनु भयो आउनु है दिदी ल तपाईँले फाल्नु दिदी यसको सिधै फाल मैले ल हुन्छ छोरी उठिन् दिदी मैले क्या भन्थेँ नआगिन है बिर्स्यो छोरी ढाड मात्र कोरो यार फालै गतिलो भएन क्या छिटो फाल्यो के हेर त बुङ्गुरको दाना बुङ्गुरलाई दाना दिनु पर्यो मल फालेर पनि भएन बुङ्गुर भोकाएर यस्तो कराइरहेको छ क्या बुङ्गुरको खोर चाहिँ यता छ ल ल तिमीहरूको लागि हो एकछिन नगराउ तिम्रो धेरै पुरा हातमा त दाना बोक्छ एकछिन रोक न हो यस्तो कराएको होला म त्यहाँ आउँ हिलो बनायो अब अर्कोचोटि मल बनाउँदा अहिले थोरै बनाए हामीलाई चाहिँ धेरै धोयो मल फाल्न लागि धेरै नबनाए गाह्रो छ काम गर्न हो गाह्रो जस्तो पसिना आइरहेको छ मेरो त यस्तरी पसिना आएर काम गर्नुपर्छ मल फाल्नुपर्छ हाम्रो काम यही हो त्यही पनि ठिकै छ राम्रो छ काम गर्यो खायो गाउँमा बस्यो यस्तै मनपर्छ मलाई दिदी यस्तो काम गर्ने राम्रो लाग्छ गर्ने मन त लाग्थेन लाग्थेन तर गर्नै पर्ने के गर्ने मलाई त हाम्रो गाउँमा यस्तै छ मल नबोक्ने गाउँ भनिदिनु त कतै जानु पर्ला मल नबोक्ने गाउँ कतातिर कता छ भनिदिनुहोस् है त्यही पनि भ्याइयो मल भ्याइएकोमा कस्तो लागिरहेछ भन्नुहोस् दिदी कस्तो आनन्द हुन्छ मजाको निन्द्रा लाग्छ ल मजाको निन्द्रा लाग्छ पानी आउँछ कि मल झन गर्नु हुन्छ कि भन्दा 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 आज सक्यो अब हामीलाई चाहिँ 1 वर्ष लागि ढुक्क छ आनन्द छ हैन काम गरेर यस्तो काम भ्याइयो भने त पुरा संसार जिते जस्तो लाग्छ है हामीलाई त मल बोकेर भ्याइयो साथीहरू भ्याइयो कति आनन्द आएको क्या काम भ्याइने बेला र भ्याइयो भने त पुरा जिन्दगीभर भारी नबोक्ला जस्तो आनन्द आउँछ त अब थोरै छ 1-2 टोका धेरै छैन त्यही पनि खुसी लागेछ अब मल बोक्नु परेन अब 1 वर्षको लागि हामीले आनन्द छ अब हालत खराब भयो मल फालेर शरीर थाकेर अनि मल चाहिँ पुरा भ्याइयो क्या पुरा कस्तो शरीर पा भइरहेको छ पुरा मल फालेर कुखुराले चाहिँ त्यहाँ किराहरू खाँदैछ अनि आज हाम्रो दिदी बहिनीले मल फालेको भिडियो हजुरले सुरुदेखि अन्त्यसम्म हेरिदिएकोमा धेरै धेरै धन्यवाद बाई बाई मल फालेर